जोजलपा नेपाल भाषा लर्निङ हजुरहरू युट्युब च्यानल टिमिला ज हेर्दै हुनुहुन्छ र आज हामी काठमाडौँ र काठमाडौँ वरिपरिको ठाउँहरूलाई नेपाल भाषामा के भनिन्छ भन्ने कुरा हजुरहरूलाई जानकारी दिन गइरहेको छु। मैले आज यो च्याप्टर किन ल्याएको भन्दाखेरि मलाई लाग्छ कि ठाउँको नामले इतिहासलाई पनि केही इतिहास खोतल्नलाई पनि केही मद्दत पुर्याउँछ जस्तो लाग्छ। त्यही भएर मैले यो ठाउँको नामहरू पछिसम्म पनि सबैलाई जानकारी होस् भन्ने उद्देश्यले यो ल्याएको छु र हजुरको ठाउँको नाम मैले छुटाएको भएदेखि हजुरले मलाई कमेन्टमा लेख्न सक्नुहुन्छ। त सुरु गरौँ। नम्बर 1 असन। असनलाई चाहिँ नेपाल भाषामा अस भन्छ। अस। नम्बर 2 मा बाङ्गेमुडा अर्थात् थ्यामडु। थ्यामडु भन्नाले नेपाल भाषामा ठाउँ बुझिन्छ र मडु भन्नाले छैन भनिन्छ। अब यो ठाउँलाई किन ठाउँ छैन भनेको त्यो त थाहा भएन, तर बाङ्गेमुडालाई चाहिँ थ्यामडु भन्छ, तर यसको केही मिनिङ चाहिँ हुन सक्छ केही। अर्को नम्बर बाँसबारी। बाँसबारीलाई नेपाल भाषामा प बो भन्छ। प बो अर्थात् बाँस भयो, बो अर्थात् बारी भयो। यो प बो अर्थात् बाँसबारी। अर्को भेरासिङ। भ्याचा ड्यो अर्थात् देवता। बालाजु लु हिटी। लु अर्थात् सुन, हिटी अर्थात् तारा, लु हिटी। बालुवाटार साकुना। साकुनाको एक्ज्याक्ट मिनिङ के हुन्छ नेपाल भाषामा त्यो म अहिले त भन्न सक्दिनँ ठ्याक्कै। यो सिंगल वर्डलाई लिने हो भने, यदि यसलाई ब्रेक गर्ने हो भने सा अर्थात् गाई भयो, कुना अर्थात् थुन्नुलाई चाहिँ कुना भनिन्छ। अब यसको केही मिनिङ छ अथवा अर्को केही छ। भद्रकाली लुमटी। र अर्को जाउँ भृकुटी मण्डप पताबुङ। प मात्र हो, ताबुङ। यो हेर्नुभयो भने अलिकति कन्फ्युजन हुन सक्छ, यसमा नजानु होला, मेरो प्रोनाउन्सिएसनमा जानु होला। पताबुङ। बुङ अर्थात् अब त्यसको चाहिँ खेतलाई बुङ भन्छ र यो पटा चाहिँ अब के भन्न खोजेको मलाई पनि ठ्याक्क थाहा भएन। यसको चाहिँ कसैलाई थाहा छ भने, यसको मिनिङ कसैलाई थाहा छ भने कमेन्ट गरिदिनु होला। बुढा नीलकण्ठ भुइजसी। बौद्ध खास्टी। यो बौद्ध भुइजसीको मिनिङ चाहिँ मलाई पनि खासै थाहा भएन, नेपाल भाषामा के भन्न खोजेको यो कसैलाई थाहा भएदेखि कमेन्ट गरिदिनु होला। क्षेत्रपाती इखा लाछी। धोबी चौर यपी ख। धोबी खोला हिजा खुसी। यो ठाउँको नाम चाहिँ मेरो हजुरबुवाले प्राय लिइराख्नुहुन्छ, किनकि त्यहाँ आउने जाने काम परिराख्ने भएकोले। धर्मस्थली धमाथु। गैरीधारा गाहिटी। गा अर्थात् खाल्डोलाई गा भनिन्छ र हिटी अर्थात् धारा। खाल्डोमा धारा भन्न खोजिएको हुन सक्छ। अर्को छ गुच्चा टोललाई गुच्चा ट्वा अर्थात् टोल। हाँडी गाउँ नर। इन्द्रचोक वङ्घ। जैसी देवल नु अर्थात् नयाँ हो, क अर्थात् गाग्री हो, र यो जैसी देवलमा नु घ भन्छ। अनि यता क्षेत्रपाटी नजिकै श्री घ छ। श्री घ अर्थात् यो लक्ष्मी सम्बन्धी रिलेटेड केही हुनु हो कि भन्न खोजेको कि। त्यससँगै फेरि न घ भन्ने छ। न अर्थात् फलामको न घ भनेपछि ब्रेक गरेर बुझ्दाखेरि न अर्थात् फलाम, क अर्थात् गाग्री, फलामको गाग्री भन्न खोजिएको हुन सक्छ। यो नु घ अर्थात् नयाँ गाग्री, श्री घ, अब त्यो न ख, यसरी ठाउँको नामहरू छ।
खिचा पोखरी खिचा पुखु पुखु अर्थात् पोखरी भइहाल्यो खिचा अर्थात् कुकुर कमलादी पासीको लाजिमपाट बसीको पासी अर्थात् नासपाती भयो बसी पनि त्यस्तै फलफुल ठ्याक्कै नेपालीमा के भन्छ मैले बिर्से फलफुलकै नाम हुनुपर्छ यो बसीको भनेको अब ठ्याक्क मैले भन्न सकेन तर बसी भने चाहिँ एउटा फलफुल हुन्छ फलफुल अथवा फलफुलको बिहा मैले ठ्याक्क बिर्सेँ यसको चाहिँ पासी भने चाहिँ नासपाती हो र हजुर मध्ये कसैले बसीको के हो एक्ज्याक्ट मिनिङ थाहा भएदेखि कमेन्ट गर्नु होला मनमेजु फुसी ख्य मछेन्द्र बहाल अर्थात् यो इन्द्रचोक नजिकै जनबाहा माझी तहरा बटी पुखु न्यू रोड अर्थात् नयाँ सडक नुगु भनिँदैन सरी यसलाई नु सटक नक्साल नौसा नरदेवी न्यत नयाँ बजार पैको पाँच माने नेपाल भाषामा न्याग अर्थात् 5 वटा मनी भनेको मनी भयो रानी पोखरी नु पुखु नु अर्थात् नयाँ भयो पुखु अर्थात् पोखरी त्यस्तै रानीबारी पोर्पा अनि त्यहाँ एउटा देउता पनि छ त्यहाँ पोर्पा अजिमा भन्छ सुनधारा लु अर्थात् इति अर्थात् धारा स्वयम्भूलाई नेपाल भाषामा यहाँ लोकल जुन यहाँ मान्छेहरू हुन्छ स्यङ्गु पनि भन्छ स्यङ्गु हो गु अर्थात् यो पहाड स्वयम्भू सायद यो नेपाल भाषाको वर्ड हो कि नेपाली वर्ड मैले ठ्याक्क कन्फ्युज मतलब यो मलाई थाहा भएन कन्फ्युज भएको त होइन मलाई थाहा छैन स्वयम्भूको एक्चुअल मिनिङ के हो हजुरहरूमध्ये कसैलाई थाहा छ भने यो पनि भन्नु होला कमेन्टमा टुँडी खेल तीन ख टे बहा ठमेललाई नेपाल भाषामा थ बही भन्छ यो पहिले बाजेले सुनाउनु हुन्थ्यो थमेल चाहिँ नि अलिकति जस्तै कि अलिक गाउँ जस्तो थियो अरे गाउँलेहरू त्यहाँको मान्छेहरू अलिक गाउँले भनिन्थ्यो अरे र थमेलमा बस्ने मान्छेहरूले चाहिँ गाउँलेहरू भनेर केटी माग्न जाँदाखेरि केटी दिँदैन थियो अरे त्यस्तो भनिन्थ्यो बाजेले भन्दाखेरि सुनेको कुरा यो चाहिँ पहिले बाजेको पालामा भन्दाखेरि अहिले मेरो बाजे लगभग 80 इयर्स प्लस 83 81 त्यस्तै भइसक्नु भयो होला र कोही थमेलमा बस्नुहुन्छ भने यो हेपेको जस्तो चाहिँ नसोच्नु होला यो मैले जानकारीको लागि मात्र पहिलाको यस्तो थियो ठाउँहरू भनेर भन्न मात्र खोजेको हो र यो कुराले पनि हामीलाई त्यो बेलाको काठमाडौँ कस्तो थियो होला भनेर इमेजिन गर्नको लागि अलिकति केही हिन्ट्सहरू पाइन्छ जस्तो लाग्छ मलाई अब हामीले काठमाडौँको ठाउँहरूको बारेमा त भन्यौं अब काठमाडौँ वरिपरिको र काठमाडौँ भन्दा अलि टाढाको ठाउँहरूको बारेमा पनि हामी अब के भन्दो रहेछ हेरौं अब त्यो भन्दा अघि हजुरलाई कुनै वेबसाइट बनाउनु छ भने www.atnepal.net मा हजुरले चेक गर्न सक्नुहुन्छ त्यहाँ कन्ट्याक्ट नम्बर सबै डिटेल्सहरू त्यहाँ छ र काठमाडौँलाई भनेर भनिन्छ र मैले साँखुमा साथीहरू भेट्न जाँदाखेरि काठमाडौँ बाहिर अरू ठाउँमा पनि यो नेपाल नेवार अब
बस्ती भएको ठाउँमा जाँदाखेरि म अस्ति भर्खर यहीँ गएर आएको भनेर भन्छन्। भन्नुको मतलब चाहिँ नि अहिले पनि हाम्रो जेनेरेसनले पनि यो नयाँ जेनेरेसनले पनि काठमाडौँलाई अब नेपाल भाषामा कुरा गर्दाखेरि चाहिँ यहीँ भनेर भन्ने चलन छ अझै पनि। दरबार स्क्वायर, ल्याकु ल्याकु, काठमाडौँ भ्याली, स्वनिग स्वनिग स्वनिग, पाटन, यल 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 भने चाहिँ अब मन पर्यो भन्नको लागि पनि यल भनेर भनिन्छ। अब यो यल चाहिँ मन पर्यो भनेको कि अथवा अरू के हो त्यो चाहिँ अब इतिहास पल्टाएर हेऱ्यो भने चाहिँ अब यो ठाउँको नाम कसरी रहन गयो त्यो हामीले हेऱ्यौँ भने चाहिँ थाहा हुन्छ। र यो पाटनको नाम यल कसरी रहन गएको त्यो चाहिँ मलाई पनि ठ्याक्कै अहिले थाहा छैन। भक्तपुर, खोप, थानकोट, थक्वा, नुवाकोट, नक्वा। र नुवाकोट यो इतिहाससँग पनि जोडिएको ठाउँ हो। यो मामा घरको मेरो बाजे हुनुहुन्थ्यो, उहाँ अहिले एक्सपायर हुनु भइसक्यो धेरै वर्ष अगाडि नै। उहाँले चाहिँ नि म सानो छँदाखेरि यो पहिलाको नुवाकोटको इतिहासहरू यो राजाहरूसँग जोडिएको इतिहासहरू भनिरहनुहुन्थ्यो, मलाई अहिले ठ्याक्कै याद चाहिँ छैन। यस्तै गोसाइकुण्ड, सिलु र नेपाल भाषामा एउटा मुभी पनि छ जुन सिलु भन्ने, सायद त्यो नेपाल भाषाको सबभन्दा फर्स्टको मुभी होला, एकदम चलेको पनि थियो। त्यो सिलु भन्ने ठाउँमा यो गोसाइकुण्डमा जाने र त्यसमा हिरोइन छुट्ने जस्तो लाग्यो मलाई स्टोरी चाहिँ। मैले हेर्न त हेरेको ठ्याक्क मैले बिर्सेँ। हो के अरे यो हिरोइन हुन्छ, हिरोइन जिद्दी गरेर नआऊ भन्दा पनि जाने अनि छुट्ने थियो के अरे। र अब चलन चल्तीमा हो कि हुन्छ थाहा छैन, जोडी गोसाइकुण्ड जाँदाखेरि छुट्छ भन्ने पनि सुनेको यता कता मैले, तर अब हो होइन त्यो चाहिँ मलाई पनि थाहा भएन। र त्यो मुभीमा पनि त्यही कुरा देखाएको छ। बुङ्गमती, बुङ्ग। र यो सिलु मुभी हजुरले युट्युबमा पनि सर्च पाउन सक्नुहुन्छ। त्यहाँ पनि पहिले मैले त्यही युट्युबबाट हेरेको थिएँ, अहिले पनि छ होला सायद। यो मैले युट्युबमै हेरेको जस्तो लाग्छ, हजुरहरूले एकचोटि चेक गर्न सक्नुहुन्छ। यो फिल्म छ होला, गीत चाहिँ पक्कै छ, फिल्म पनि छ होला। खोक्ना, खोना, फर्पिङ, फम्पी, साखु, सकु, कृतिपुर, किपु, त्यस्तै बनेपा, मोट, नमो बुद्ध, नमुरा। र मैले कसैले नम्रा पनि भनेको सुनेको छु। त्यस्तै धुलीखेल, तौ अर्थात् दही। आजको लागि यति नै। र कतिवटा ठाउँहरू मैले हजुरको ठाउँहरू जस्तै कि बनेपाको ठाउँहरू, अब अरू जस्तै कि कृतिपुरकै कति ठाउँहरू हुन्छ, त्यो ठाउँहरू मैले अब मलाई सबै डिटेलली त थाहा छैन। र पपुलर ठाउँहरूको नाम मात्र मैले यहाँ भनेको छु, कति अब पपुलर नभएको तर इम्पोर्टेन्ट ठाउँहरू पनि हुनसक्छ। त्यस्तो ठाउँहरू हजुरको ठाउँ र सिटी अथवा कुनै अब कृतिपुरको हो कि बनेपा हो कुन ठाउँ हो र त्यसको ठाउँको नाम पनि हजुरले लेखेर कमेन्टमा सबैलाई हुने गरी राख्न सक्नुहुन्छ। र अहिले त्यो ठाउँलाई नेपालीमा के भन्छ र नेपाल भाषामा पहिले के भन्थ्यो त्यो यसरी खुलाएर लेख्नु भएदेखि सबैलाई जानकारीको लागि पछिसम्मको लागि रहिरहनेछ। थ्याङ्क यू फर वाचिङ। यक्को शुभा अर्थात् धेरै धेरै धन्यवाद। फेरि अर्को भिडियो छिट्टै लिएर आउँछु।